हेलो हेलो ल सबैजनालाई नमस्ते ढोकदिया सबैजना सन्चै हुनुहुन्छ होला र आज चाहिँ म अब नयाँ ठाउँ जाने तय गरेको छु। आज चाहिँ म मेरो साथमा अहिलेसम्म चाहिँ एक्लै छु होइन, तर कहाँ गइन्छ के गरिन्छ ठेगान छैन। हेरौँ है त कहीँ चाहिँ जान्छु भनेर म निस्किरहेको हो। आई होप योपालि भिडियो क्वालिटी पनि अलिकति इन्क्रिज चाहिँ भएको छ होला सायद, किनभने मैले युज गरेको छु डिफ्रेन्ट सेटअप। ल कहाँ जाने हो जाउँ है त। एक्लै आज सोलो राइडमा निस्किसकेको छु म कुन्ता बजार। काकालाई भेट भयो, अब एकचोटि यहाँ बात मार्नु पऱ्यो नि। के भन्नुहुन्छ काकाले? काका के छ? हामी यसो डुल्न जानु पऱ्यो। रेकर्ड ए तपाईँ युट्युबमा हुनुहुन्छ अहिले, के भन्नु छ? माया देखाउनु पऱ्यो होइन। अब 1000 सब्सक्राइबर छिट्टै पुग्दैछ। म एक राउन्ड भिडियो बनाएर आउँछु काका है त कि जाने? ए ल म गएँ ल। अब काकालाई नि यसो भेट भयो बाटैमा होइन। अब हामी कहाँ जाने भन्दाखेरि पिचै बाटो जाऊँ। बाटो चाहिँ पिच हुनु पऱ्यो, तर कहाँ जाने भन्दाखेरि ओके ल हामी उता जाऊँ आज। के अरे यता यो जोइटार हरित पार्क जाऊँ ल। हरित पार्क आज म तपाईँहरूलाई घुमाउँछु। कस्तो भयो, धेरै भयो नगएको, तर मैले कहाँ जाने भनेर फिक्स गरेर हिँडेको त होइन। अब ठ्याक्कै भइगयो। यहाँ चाहिँ यति बाटो बिग्रेको छ। मैले अस्ति पनि भने होला सायद यही बाटो गएको हो म। पानी नि पर्ला जस्तो भएको छ। खै के मेरो बिचल्ली हुने हो कि बिच बाटोमा सबै ऊहरू यहीँ छ, क्यामेराहरू यहीँ छ, बर्बाद हुन्छ है क्या। अब हेरौँ कहाँसम्म पुगिन्छ के गरिन्छ अनि त्यसअनुसार कुरा हुन्छ। आज एक्लै निस्क्या मैले सानो भाइलाई सोधेँ दाइ कता जानु छ भनेर भन्यो। ल भनेर निस्केको त। क्लचको खोइ समस्या नहट्ने भयो के हो। यति बेला म हिवापट्टी भन्ने ठाउँमा आइसकेको छु र हामी हिवापट्टिबाट टर्न लिनुपर्ने हुन्छ। रेकर्ड भइरहेछ। सरर पानी घट्टामा अथवा कस्तो लाग्यो यार, सिटाले ड्याममै हान्यो। ल अस्ति यहीँबाट देखाएको मैले गाउँ गाइजहरूलाई मैले एकदम सम्झिरहेको छु है सबैजनालाई। मैले अस्ति सबिनाको चाहिँ नाम लिनु बिर्सेछ। सबिनाले पनि पुरै हेर्छिन् मलाई थाहा छ। अनि त्यस पछाडि आदित्य भाइ स्पेसल्ली यी दुईजनालाई चाहिँ मैले छुट्याएको छु जस्तो लाग्यो। ल महास्थान मन्दिर चाहिँ दर्शन गरौँ है साथी हो। यहीँबाट महास्थान मन्दिर दर्शन गरौँ। यो कहाँ जोइटार जाने गाडी जस्तो छ। हामी चाहिँ अस्ति मासतिर गयो, अब आज तलतिर गइन्छ हामी मनहरी। यसलाई ओभरटेक हानौँ। जियोस् पिकअप चाहिँ छ है बाइकमा स्टिल अहिलेसम्म पनि पिकअप चाहिँ राम्रो छ क्या, त्यो चाहिँ मान्नुपर्छ। अरू घाद्रा घुद्रुक जे भयो नि इन्जिन चाहिँ अहिलेसम्म फ्रेस छ। ल हिजोको भिडियो नि खिचेको त थियो तर पुरा हुन पाएन, त्यही भएर मैले अपलोड गरेको छैन। क्लिपहरू नै पुरा छैन क्या। हिजो हामी भाले खाना गएको थियौँ चन्ने नि, म आयुष अनि त्यस पछाडि समीर अनि सुजन भाइ सङ्गम अनि हाम्रो सङ्गमको भाइ सन्देश, हामी 6 जना भाले खाना गएको थियौँ। खाइयो मजाले भाले खाइयो, तर त्यसको क्लिप चाहिँ आधी भन्दा छैन क्या। र अर्को स्पेसल म चाहिँ के भन्न चाहन्छु भने
म यति दुःख गरेर हेर्नु त यसरी भिडियो बनाएर हिँडिरहेको छु। यहाँ मेरो गोजी टन्न छ, यस्तो फुलेर हुन्छ नि, ज्याकेट यस्तो फुलेर, यहाँ सब यो ग्याजेट्सहरू गियरहरू छ होइन। म यस्तो दुःख गरिरहेको छु, मेहनत गरिरहेको छु। तपाईँले केही गर्नु पर्दैन, जस्ट एउटा सेयर लाइक कमेन्ट गर्दैदेखि मेरो लागि त्योभन्दा ठुलो केही पनि हुने थिएन। र हामी 1K सब्सक्राइबरको धेरै नजिक छौँ। अलिकति पुस गर्नु पऱ्यो। अब हजुरहरूको त्यति हेल्प चाहिँ चाहियो, केही गर्नु परेन, बस एउटा सेयर लाइक कमेन्ट र नयाँ जोडिनु हुनेले सब्सक्राइब, त्यति हो। यो बाटो नि कस्तो छ, राम्रै हुनुपर्छ। आई होप राम्रै छ जस्तो लाग्छ मलाई। मैले चाहिँ यहाँ यसो रोकेर के कस्तो रहेछ, क्वालिटीहरू के कस्तो आएछ भनेर यसो चेक गरेको। ठिकै रहेछ, राम्रै रहेछ। अब आफ्टर एडिट के हुने हो। तर पानी नपर्दै हुन्थ्यो, यत्तिकै भइदियो हुन्थ्यो यार। मौसम नि आनन्दको छ। आई होप पानी नपर्दै हुन्थ्यो। र यति बेला रायबारी आइसकेका छौँ हामी। मलाई रायबारीबाट पनि धेरैजनाले हेर्नुहुन्छ जस्तो लाग्छ। चौतारीमा बाहरू ट्याक्क बसेर ल ओर्लिने मान्छे हुनुहुँदो रहेछ। ला 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 ला। बाटो चाहिँ आनन्दको छ, जे भयो नि सुनसान। इन्द्रावती जानुपर्छ क्या हो, यहीँबाट फुत्ता नगएको धेरै भयो। साथीभाइलाई पनि देखाउने, आफू नि घुम्ने। यस्तै छ, यस्तै छ, यस्तै चलिरहेछ। अब घुमघाम नेपालको बसाइ यस्तै चलिरहेछ। कहिलेसम्म हो यसरी रमाइलो गरेर हिँड्न पाउने। म हिजोको कुरा गर्दै थिएँ, अनि हिजो भाले खाइयो, मजैले खाइयो, कुखुराको भाले, लोकल भाले। भिडियो पनि खिच्न त खिचेको छ, तर पुरा क्लिप छैन क्या। अनि त्यो भएको भएर मलाई एडिट गर्ने अलिक छ्याउ भयो। तर रमाइलो चाहिँ रमाइलै छ हिजोको। हिजो चाहिँ स्पेसल्ली मैले भन्दा नि आयुष भाइले बेसी बोलेको छ क्या। म चाहिँ पछाडि पर्दा पछाडि चाहिँ म थिएँ हिजोको भिडियोमा चाहिँ। र यति बेला चाहिँ ठ्याक्क टाइम भएको छ, म हेर्छु घडी, 4:30 भएको छ। यहाँ चाहिँ बिग्रेको रहेछ। 15 मिनट ढिला रहेछ। टोड्क्या पुल हो, यस्तो बनेछ त। ल धेरै भएको थियो क्या म नआएको। टोड्किएको पुल त राम्रो बनेछ त। यहाँ चाहिँ पानी जहिल्यै जम्ने। कति 10 मिनटमा त आइँदो रहेछ जस्तो। कन्टिन्यू आयो भने मजाले, नर्मल स्पिडमा आयो भने 10 मिनटमा त जोइटार आइपुगिँदो रहेछ। मलाई त्यस्तै लाग्यो। अनि यो बाटोबाट उता दोलाहाट पनि निस्किन मिल्छ, तर आज चाहिँ सम्भवतः म जान्न होला। किनभने अब पानी नि पर्ला जस्तो छ, इन्द्रावती पानी नि पर्ला जस्तो छ। अनि त्यही हो, अब बिचमा गएर फेरि यता न उता भयो भने बिचमा ऊहरू पनि छैन हाइवेहरूको जस्तो। के बनाउला रहेछ यहाँ दिगो कृषि फार्म सब भिज्छ। अनि त्यही भएर ठ्याक्क आज जोइटारको यो के अरे हरित पार्कसम्म पुग्छु। कस्तो भएको छ कुन्नी, धेरै भएको थियो नआएको। हेर है त,
कञ्चन भाइ बिर्स्या मैले तिलस भतिजो बिर्स्या यार खै गाइजहरू टन्नै थुप्रै हुनुहुन्छ मलाई माया गर्ने तर मैले भने जस्तै एक सेयर र एउटा जति सब्सक्राइबर चाहिँ बढाइदिनु भयो भने मेरो लागि त्यही नै ठुलो कुरा हुन्थ्यो होइन। हेरौँ मजाले म घुमेको देखाउँछु। अब हिजो अस्ति चाहिँ के भयो भने अब डे 2 हालिसके पछाडि चाहिँ म काठमाडौँ गएँ अनि अलिकति काम थियो त्यतै बिजी भइयो। यताबाट चाहिँ टोड्केको पुल गइन्छ हामी र यताबाट चाहिँ टोड्के भन्न आएछ के अरे झुलुङ्गे पुल आप खोला होइन के पो थियो नाम बिर्सेँ मैले नामै बिर्सेँ यार कहाँ के को पुल हो यस्तो ल कमेन्ट गर्नु त यार मैले ठ्याक्कै बिर्सेँ गाइज यहाँको पुलको नामै बिर्सेँ। जस बाटो त अहिलेसम्म त्यस्तो बिग्रिसकेको रहेछ हुन त यो पिच गरेको पनि धेरै त भएको छैन जस खाल्डाखुल्डी यताउति केही पनि छैन क्या बाटोमा त्यो चाहिँ राम्रो हो ठुलो कुरो चाहिँ त्यही हो। ओ पारी देखेको चाहिँ सिन्धुपाल्चोक त्यो डिफ्रेन्ट जिल्ला हो त्यो। अब कति अब नयाँ हेर्दै हुनुहुन्छ भने पनि अब यहीँको साथीहरूलाई त थाहा छ तर पारी देखिरहेको जुन छ त्यो डाँडाहरू त्यो चाहिँ सिन्धुपाल्चोक हो। त्यहाँ बिचमा चाहिँ एउटा खोला छ अहिले म देखाउने छु त्यहाँ बिचमा चाहिँ एउटा खोला छ त्यो खोलाको नाम चाहिँ इन्द्रावती हो। त्यो पनि एकदमै ठुलै खोला हो त्यो खोलाले चाहिँ बोर्डर छुट्याउँछ। सरोज छ कि छैन होला के छ म यसो यहाँ भिडियो बनाउँदै आएको यार एक्लै सोलो के छ ठिक छ अहिले आउँछु म एकचोटि हरिद पार्क गएर आउनु पर्यो कस्तो भयो भनेर साथीहरूलाई देखाउनु परेन के भन्नु छ त तिमीले त पक्कै सब्सक्राइब गरे होला खै हेरौँ त पर्दैन म अहिले छिर्छु आउँदा है के कहाँ जान लाग्यो क्या तिमी ए ल त्यहाँ के खुल्ला हुन्छ हो ए ल है त म एकचोटि त्यहाँ ए हो ल के जाने ए ल मेरो साथी सरोज ठ्याक्कै भेट भयो ब्लगर भन्न लागिछन् भाइहरू। अब यहाँबाट हामी यता लेफ्ट छिर्नुपर्छ। मैले त्यो पुलको नाम सम्झिरहेको छु मलाई पुलको नाम आइरहेको छैन यार के पो थियो यार ठ्याक्कै बिर्सेँ यार। यता लेफ्ट यताबाट सिधै गयो भने चाहिँ तल कुनै दिन जाउँला यो बाटो पनि कस्तो भएछ। अस्ति नै एकचोटि चाहिँ गएको थियौँ हामी तल इन्द्रावती खोला देखिसकेको छ। मेरो त यहाँ पहिलाको पनि भ्लग छ त्यो पनि हेर्नु भएको छैन। तर यसमा त आकाश जमिनको फरक हुनेवाला छ क्वालिटीदेखि लिएर तपाईँको साउन्ड क्वालिटीदेखि लिएर हुन्छ नि सबै कुरा आकाश जमिनको फरक हुनेवाला छ। ओ बाटो चाहिँ पहिलाकै जस्तो रहेछ। यस्तो रहेको छ हरिद पार्क खो यहाँको बोर्ड पनि रहेनछ 4-5वटा त बाइक छ यार। अब जाउँ भित्र हेरौँ त्यसै मेरो चाहिँ सेटअप यस्तो छ आज गेटअप सेटअप भन्न आज ट्याक्क हात कटु र चप्पल लगाएर यो गाइस हरिद पार्क चाहिँ ल धेरै भएको थियो जस राम्रै छ। रङ लाउने कार्यक्रम चलिरहेको रहेछ ल अहिले त राम्रो भएको छ त। अस्ति नै एकचोटि यहाँ फेसबुकमा देखिरहेको थिएँ के फोर्सर भनेर। हेलो के छ यहाँ यसो भिडियो बनाउँदै आएको। अब कहाँ के गर्दै हो र यहाँ नुहाउन कहाँ ए धार कहाँबाट ल्याएको यो
ए केही समयलाई रङरुगनको काम चलिरहेको रहेछ यहाँ। यस्तो छ, केटा हो केटी हो गाइज हो ल। यहाँको 360 भ्यू। यहाँ पुरै यस्तो छ, पोका पन्तेरा यस्तो छ है। पुरै यहाँ पोका पन्तेरा म सब बोकेर हिँडिरहेको छु। हैट गर्मी भयो यार, यत्रो साइज गोजी नि यहाँ। अब के छ यता छ, म यस्तो दुःख गर्छु अनि तपाईँहरूको माया त मलाई अवश्य चाहिहाल्छ नि होइन र। एकछिन यहाँ बसौँ होइन, त्यस पछाडि सरोजलाई भेट्न जानुपर्छ। त्यस पछाडि फर्किनुपर्छ हामी ब्याक टु कुन्ताबेसी होम स्विट होम। सिधै पार्टी प्यालेस जानुपर्छ। सो आज एकचोटि पार्टी प्यालेस नि देखाइदिन्छु म अहिलेलाई, पछि चाहिँ एकदम डिटेल रूपमा भिडियो बन्छ पार्टी प्यालेसको पनि। मण्डनदेवपुर रिसोर्ट ठ्याक्क अहिले चाहिँ 4:54 गइरहेको छ। वालपेपर चाहिँ मेसीको छ मेरो। 4:54 गइरहेको छ। अब यहाँबाट 5 बजेतिर निस्किनु पर्ला भन्ने सोचिरहेको छु। यो हेलमेटले कपाल ध्वस्त बनाउँछ। यस्तै छ, यसै गरी रमाइरहेको छु म, छुट्टी यसै गरी मनाइरहेको छु म। फेरि ब्याक टु वर्क। त्यही हो विदेशमा बस्नेले बुझ्नुहुन्छ। यस्तै छ। अब एक्लै भएपछि गफ गर्ने साथी पनि हुँदैन, के बोल्ने के गर्ने। दुईजना भएको एटलिस्ट इन्टरभ्यू टाइपको अलिकति फन्नी हुन्थ्यो, अलिकति रमाइलो हुन्थ्यो। तर यसो केही छैन, ठिकै छ। एक्लै भए नि यसरी भिडियो बनाइरहेको छु, तर हजुरहरूको साथ सपोर्ट माया चाहिँ टुट्नु भएन। द्याट्स इट। अब एकछिन बसेर म चाहिँ निस्किन्छु है त। र यहाँको वरिपरिको दृश्य चाहिँ यस्तो रहेको छ। थाहा नहुनेलाई, थाहा हुनेलाई त थाहा नै होला पक्कै पनि। आज यो खोला सुकेको रहेछ। अब बर्खामा त यो वारपार पुरै ढाकेर आउँछ। यस्तो छ, दामी छ भ्यू। ल यहाँ देख्न सक्नुहुन्छ, यो मण्डनदेवपुर वडा नम्बर 10 मा अवस्थित हरित पार्क यस्तो रहेको छ। यहाँ चाहिँ मेन्टेनेन्सको काम चलिरहेको रहेछ, रङ रोगन हुँदैछ। तर सही छ यार ठाउँ त। हावा सरर। यो देखिएको डाँडा जुन छ यो चाहिँ काभ्रे हो र पारिको चाहिँ सिन्धुपाल्चोक हो। यसले चाहिँ बोर्डर छुट्याउँछ। यो चाहिँ काभ्रे, यताको साइड काभ्रे, उताको साइड सिन्धुपाल्चोक। त्यो खोला चाहिँ बोर्डर हो। यस्तो रहेको छ आसपासको दृश्य। र पार्क चाहिँ अहिले एकदमै सफा हुन्छ नि, राम्रो मेन्टेन गरेको रहेछ। अस्ति न एकचोटि के देखिरहेको थिएँ मैले फेसबुकतिर। यस्तो रहेको छ गाइस। आउन चाहनुहुन्छ भने हजुरहरू आउन सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। इन्ट्रीको पैसा पर्दैन होला जहाँसम्म मलाई लाग्छ। सुरुमा चाहिँ एकचोटि उठाएको थियो, अब अहिले चाहिँ के छ, बगरमा टिप्परहरू पुरै बालुवा लोड गरेर हिँडिरहेछन्। त्यहाँ पारिको बाटो पनि यो मध्य पहाडी लोकमार्ग हो। बिस्तारै बन्दैछ त्यो बाटो पनि। कता पूर्व पश्चिम जोड्ने बाटो हो कि कता हो के हो। र त्यो मैले भनेको पुल चाहिँ उतापट्टि छ, ठ्याक्कै यसको उतापट्टि साइडमा छ त्यो पुल चाहिँ। त्यो पुलको पनि मसँग भिडियो थियो। अब पछि बनाउनुपर्छ छुट्टै एक दिन। यस्तो छ। ल यहाँबाट चाहिँ म निस्किसकेको छु। यता चाहिँ यस्तो खोल्सा रहेको छ पुरै। यहाँ फाँट पनि छ क्या अरे बिचमा खेतहरू। यस्तो रहेको छ यहाँ चाहिँ। ल रङ रोगनको काम पनि अब छिट्टै सकिन्छ जस्तो। ल काका निस्केँ म है एक्लै। यी भिडियो साथी क्यामेरा। ल च्याट्ट अर्को दिन आउनुपर्छ मजाले बसेर मजाले गफ गर्ने हिसाबले। अब अहिलेलाई यति 2-3 दिन भएको थियो भिडियो नभएको। सो अपलोड पनि गर्नु पर्यो भन्ने हिसाबले पनि आएको हो। अब फर्क्यौँ।
220 र 150 चाहिँ बेसी चल्छ, किनभने जहाँ पनि जान्छ। अब हामी सरर एकचोटि सरोजकोमा जाऊँ, त्यहाँ अब चिया हुन्छ कि के हुन्छ त्यो खाम। त्यस पछाडि हामी ब्याक टु कुन्ताबेसी सिधै मण्डनदेवपुर रिसोर्ट जाऊँ कि जस्तो लाग्यो मलाई। हुन त भिडियो लामो हुन्छ, अलिक झ्याउ हुन्छ क्या। ल यस्तो रहेको छ। अब त गाउँमा मलाई भ्लगर भनेर चिन्छन् कि जस्तो लाग्छ हो, निरज ढकाल भन्दा नि बेसी मण्डनदेवपुरमा। जस्ट त्यस्तो केही होइन, यसो साथीभाइलाई गाउँ पनि देखाउँ। सानै बेलादेखिको अब एउटा इच्छा थियो, एउटा रहर थियो, अब त्यसैको लागि हो। म भगवान्प्रति एकदमै आभार व्यक्त गर्दछु। फेरि यहीँ रहेछ के हो, झन् एकछिन यहाँ बसौँ भने तिम्रोमा कति बेरमा आउँछौ? हिँड न सँगै। कहाँ कहाँ जानलाई? ए तिमी नभए त म जान्न, सिधै जान्छु। पानी छिट्याइसके। ल आऊ ल, एकछिन पछि गयो नि हुन्छ उता। कहाँ अनि फर्केर हुन्छ त यार, मलाई झ्याउ भइहाल्छ नि त्यहाँ। चिनेको छैन? साँच्चै सुरुको मेरो बाइक यही हो, मैले बिर्सेछ भन्नलाई। 1680 नम्बरको पल्सर सुरुमा मैले सिकेको, मैले थोत्रो बनाएको बाइकै यही हो। यहाँ आऊ त अगाडि, यही बाइक हो। मैले सुरुमा थोत्रो बनाएको बाइकै यही हो क्या, 1680। अहिले नि ठिक छ है? कहाँ 2 वर्ष मात्रै चढ्नु नि यो बाइक, निकै चढ्यो नि। अङ्कलले चढ्नु हो 3 वर्ष, मैले त कति 3 वर्ष चढ्यौ तिमीले है? कति 32 लटको कि होइन 34 लटको 1680? इन्जिन सिन्जिन ठिक छ? A1 हो। ल अब एकछिन यहाँ सरोजकोमा बसौँ, चिया खाउँ, त्यस पछाडि जानुपर्छ ठ्याक्क लाएर। ए अब फेरि यस्तै छ। सरोजले बनाएको चाउमिन देखाइदिनु पऱ्यो नि यार, होइन? मार्केटिङ त गर्नु पऱ्यो। हामी चाहिँ अब लगभग यहाँपट्टि आइपुगेको छौँ भन्दा पनि छु भनौँ न। हिङ्वापाटीको मायास्थानको टर्निङ। अब यहाँबाट हामी देब्रे झर्छौँ। कहाँबाट लिएर आएको होला गोलबेडा? अब यहाँबाट हामी कुन्तातर्फ प्रस्थान गर्दैछौँ। अब बाटो अलिक धुलो छ, अब सिधै पार्टी प्यालेस जानु पर्ला साझा। सिधै हामी यहाँ हेडिङ टुवार्ड्स पार्टी प्यालेस। ल यस आजको घुमाइ पनि उपलब्धि नै रह्यो। चाउमिन खाइयो एक्लै। कान्छालाई मिस गरेँ मैले, रोहितलाई, साना कान्छालाई मिस गरेँ लास्टै। सरोजले चाउमिन दामी बनाएर दियो ल। है हुन्छ दादा, म बाटो छोडिदिन्छु दादा। सिधै अब नन स्टप कुन्ताबेसी बजार चाहिँ यहाँबाट सुरु हुन्छ। यहाँ चाहिँ माख्लोकुन्ता भन्छ यसलाई चाहिँ। माख्लोकुन्ता नर्सरी भनेको चाहिँ यो हो। अब यहाँबाट तलतिर लागेपछि चाहिँ तल्लो कुन्ता पनि भन्छ, यहाँले चाहिँ तल्लो कुन्ता पनि भन्छ। कुन्ताबेसी बजार पम्प यहाँ रहेको छ। ठ्याक्कै मेन कुन्ताबेसी बजार चाहिँ यो रहेको छ, यहाँ देख्न सक्नुहुन्छ। र धुलिखेल खावाको बाटो बन्द हुँदा चाहिँ सधैँ हिँड्ने मान्छे हिँड्ने बाटो भनेको चाहिँ यही हो। यहाँबाट चाहिँ तपाईँको नगरकोट निस्किनु मिल्छ। अनि त्यस पछाडि यताबाट नगरकोट म्याक्सिमम् मान्छे अहिले हिँड्ने बाटो भनेको चाहिँ यही हो। र म चाहिँ आज तपाईँहरूलाई लिएर जाँदैछु मण्डनदेवपुर पार्टी प्यालेस। ओहो
बाख्रा र गाडीसँगै आयो। रोशन भाइ कहाँ हिँडेछ? अस्ति बाइक धोएको आज पनि धुनुपर्ने बेला भएको थियो। अब होस् भोलि धुउँला। मण्डनदेवपुरको गेट प्रस्थान गरिसकेको छु म। रिसोर्ट मण्डनदेवपुर रिसोर्ट। अझ नि मान्छे छन् कि क्या हो? यस्तो रहेको छ मण्डनदेवपुर रिसोर्ट आइपुगेको छु म। यस्तो रहेको छ वरिपरि चाहिँ होइन। हाम्रो दादा कता निस्किनु भयो? एकचोटि स्नोकरमा लैजाउँ है त। दादा कता हो? कहाँ हिँड्या हो र? पालै नआउने भयो स्नोकरमा? हो छेत्री के हो गा तानेर? बोल्ने फुर्सद छैन तिमीलाई? हेलो गाइस, अशोक छेत्री अनै छ। केटाहरू यहाँ खेलिरहेछन् स्नोकर। मेरो कोच चाहिँ उहाँ हुनुहुन्छ। काका यहाँ तपाईँ कैद भयो, युट्युबमा आइरहनु भएको छ। तपाईँ युट्युबमा आइरहनु भएको छ। कसरी? ल एक दामी सर्ट हानिदिनु त। होइन के बदनाम, तिमी फटाछौ नि सारालाई थाहा छ नि। एउटा मिठो सर्ट ल। ओ ओ ओ ओ के वाल चाहिँ 0 होइन काट नकाट्ने बढी कुरा नगर छोडा। केही हुँदैन हुँदैन केही हुँदैन। खोइ आइसे कहाँ गयो? ए ल आऊ अशोक माथि बसौँ। ए माथि ल। अब मण्डनदेवपुर रिसोर्ट पनि आइसक्यो। अब एकछिन यहाँ बसेर म आजको भिडियो यहीँ अन्त्य गर्न गइरहेको। मेरो खास मान्छे भिडियो अन्त्य गर्दा गर्दै मेरो खास मान्छे आइपुगेको छ। भिडियो अन्त्य गर्न खोज्दा खोज्दै खास मान्छे आइपुगेको छ। ल के भर्खर आइपुग्यो? केमा आएको? केमा हुनु? इभीमा सरर कसले लगाएको थियो? इभीमा पब्लिकको छ हो। ए रुटा चल्ने। कति छ भाडा? 250। कहाँबाट? काठमाडौँबाट। काठमाडौँ कुन ठाउँ? जडीबुटी। ल अब यति भन्दै आजलाई म भिडियो बन्द गर्न गइरहेको छु। सी यू गाइस।